शेयर बजारमा हरेक दिनको एउटा छुट्टै कथा हुन्छ हैन त। कहिले एकदमै उत्साहजनक, कहिले फेरि निराशाजनक। ल, आज हामी 16 अप्रेलको दिनलाई अलि गहिरिएर हेरौँ र अङ्कहरूको पछाडि आखिर के कथा लुकेको रहेछ त्यो बुझ्ने कोसिस गरौँ। आजको दिनको कथा सुरु हुन्छ यही एउटा नम्बरबाट, -33.83 हो। यही अङ्कले नै आज बजारको मुड कस्तो थियो भनेर देखायो, अनि लगानीकर्ताहरूको लागि दिन कता जान्छ भन्ने दिशा पनि यसैले तय गर्यो। यो ग्राफ हेर्नुस् त, एकै नजरमा दिनभरिको कथा देखिन्छ। बजार खुल्ने बित्तिकै सर्र तल झर्यो, अनि दिनभरि माथि उठ्नलाई कस्तो सङ्घर्ष गरिरहेको हो। यो रातो धर्कोले मानव लगानीकर्ताहरूको आशा कसरी घट्दै गयो भनेरै देखाइरहेको छ। ल, आजको बजारको हेडलाइन त भयो एक निराशाजनक दिन। तर यो हेडलाइन पछाडि खासमा के भयो त? आउनुहोस् बजारको त्यो नेगेटिभ माहौललाई अझै नजिकबाट हेरौँ। यो चार्टले बजारमा बिक्रीको प्रेसर कति थियो भनेर छर्लङ्गै पार्छ। सोच्नुस् त, जम्मा एउटा कम्पनीको सेयर मूल्य बढ्दा त्यसको साटोमा 5वटा भन्दा बढी कम्पनीको मूल्य घटिरहेको थियो। यसले नै देखाउँछ कि बजारको अवस्था कति निराशाजनक थियो। तर यहाँ एउटा रमाइलो कुरा छ है। बजार त ओह्रालो लाग्यो, तर कारोबारको रौनकता भने घटेन। 9.3 अर्ब रुपैयाँ भन्दा बढीको शेयर किनबेच भयो। यसको मतलब के हो भने बजार घटिरहेको बेला पनि खरिद बिक्री गर्नेहरूको ठूलै भिड थियो, निकै हलचल थियो। अब दिनका प्रमुख खेलाडीहरूको कुरा गरौँ, मतलब को हिरो बन्यो र को भेलेन। शेयर बजारको कथामा पनि त हुन्छन् नि, सबैभन्दा धेरै कमाउने र सबैभन्दा धेरै गुमाउनेहरू। ल हेरौँ आजका ती प्रमुख खेलाडीहरू को थिए। यहाँ दिनका दुई बिल्कुलै फरक तस्विर देखिन्छन्। एकातिर आरएलएल जस्ता कम्पनीहरू छन् जसका लगानीकर्ताले सिधै 10% शानदार नाफा कमाए, अनि अर्कोतिर सिन्डु जस्ता कम्पनीहरू जसका लगानीकर्ताहरूले 9.47% ठूलो घाटा खानु पर्यो। कस्तो फरक हैन? ल, अब एउटा कम्पनीको कुरा छाडेर अलि ठूलो चित्र हेरौँ न। समग्र उद्योग यानि कि सेक्टरहरूको हालत के थियो? के आज लगानीकर्ताहरूको लागि कतै लुक्ने ठाउँ थियो त? यो तालिकामा एकै नजर लगाउँदा जताततै रातो देखिन्छ। यसको सिधा अर्थ के हो भने बजारको कुनै पनि यस्तो सेक्टर थिएन जहाँ गिरावट नआएको होस्। साँच्चै भनियो भने आज लगानीकर्ताको लागि लुक्ने ठाउँ कतै पनि थिएन। यो तालिकाले त निराशा कति गहिरो थियो भनेरै देखाउँछ। हेर्नुस् त, सबैभन्दा राम्रो प्रदर्शन गर्ने भने कि सबैभन्दा कम घट्ने सेक्टर पनि म्युचुअल फन्ड थियो, जुन पनि आखिरमा घट्यो नै। अनि सबैभन्दा बढी मार खाने म त फाइनान्स र अदर सेक्टर परे, जुन लगभग 2%ले तल झरे। अब लागौँ एक्सनतिर, मतलब पैसा कता गइरहेको थियो। आज दिनभरि कुन कम्पनीले लगानीकर्ताहरूको सबैभन्दा धेरै ध्यान खिच्यो त? आउनुहोस् हेरौँ। यो कुरा बुझ्नको लागि सबैभन्दा पहिलो प्रश्न, सबैभन्दा धेरै पैसाको किनबेच कुन कम्पनीमा भयो होला? र टर्नओभर मतलब कुल कारोबार रकमको दौडमा आज एउटा क्लियर विनर थियो आरएसएमएल। 61 करोड रुपियाँभन्दा बढीको कारोबार गरेर यसले अरू सबैलाई पछाडि छाडिदियो। ल, त्यो त भयो रुपैयाँको कुरा। अब अर्को प्रश्न, किताको हिसाबले मतलब शेयरको सङ्ख्याको हिसाबले सबैभन्दा बढी कारोबार कसको भयो त? याद राख्नुस् है, टर्नओभर रकममा र भोल्युम कितामा फरक कुरा हो। पैसाको हिसाबले त आरएसएमएल अगाडि थियो, तर शेयरको सङ्ख्याको हिसाबले बाजी मार्यो एनएचपिसीले, जहाँ 17 लाखभन्दा बढी किता शेयरको किनबेच भयो। अनि अब लगानीकर्ताको एक्टिभिटी हेर्ने तेस्रो र अन्तिम पाटो। सबैभन्दा धेरै पटक माने कि ट्रान्ज्याक्सनको सङ्ख्यामा कुन स्टक अगाडि रह्यो? यो तथ्याङ्कले पनि एउटा इन्ट्रेस्टिङ कुरा देखाउँछ। एसओएचएलमा 12,900 पटक किनबेच हुनु भनेको के हो? यसको मतलब यो कम्पनीमा धेरैको चासो थियो। सायद ठूलो कारोबार भएन होला, तर धेरै साना लगानीकर्ताहरू यसमा एकदमै सक्रिय थिए भन्ने बुझिन्छ। ल, त्यसो भए आजको दिनको कथालाई छोटकरीमा भन्नुपर्दा 4वटा मुख्य कुरा। पहिलो, बजार एकदमै क्लियर कट तरिकाले तल झर्यो। दोस्रो, बेच्नेहरूको प्रेसर जताततै थियो, घट्ने कम्पनी बढ्ने भन्दा 5 गुणाले बढी थिए। तेस्रो, कुनै पनि सेक्टरले लगानीकर्तालाई राहत दिन सकेन, सबै राताम्य। र चौथो, यति धेरै नेगेटिभिटीको बीचमा पनि 9.3 अर्बभन्दा बढीको कारोबार भयो, जसले बजारमा चहलपहल भने बाँकी नै छ भन्ने देखायो। आजको यो विश्लेषणलाई हामी यही एउटा प्रश्नमा आएर बिट मारौँ,
जब बजारको हरेक कुना काप्चामा यसरी बिक्रीको दबाव देखिन्छ, यसले आउने दिनहरूको लागि कस्तो सङ्केत गरिरहेको होला? यो साँच्चै नै सोच्नुपर्ने कुरा हो।